धन्यवाद। आजको यो विशेष हामी सबैलाई बाबाको सन्देश जनजनलाई पुर्याउनको लागि उमङ्ग उत्साह भर्नको लागि आयोजित कार्यक्रममा आदरणीय दिदीजीद्वय जो यहाँ अहिले उपस्थित हुनुहुन्न अनि हाम्रो गङ्गाधर भाइज्यू, सलेश दाजु, यहाँ उपस्थित सम्पूर्ण दिदीजीहरू, बहिनीजीहरू, भाइजीहरू, छोटकरीमा मैले सम्बोधन र औपचारिकता निभाउनको लागि मात्र गरेँ। सम्पूर्ण बाबाको सन्देशलाई जनजनमा पुर्याएर हामी पुग्नेको कमाई जम्मा गरेर भोलिको लागि सत्यको राज्य भाग्य बटुल्नको लागि यहाँ उपस्थित सम्पूर्ण अनमोल बाबाका रत्नहरू, सञ्चारकर्मीहरू, स्पिरिचुअल मिडियाकर्मीहरू र धेरै कुराहरू आइसकेको छ। अनुभव सुनाउने क्रममा पनि सबैले त्यो सुनेको शिक्षा सँगसँगै आफ्नो पनि अनुभव र आफ्नो कुरा जानेको मिडिया सम्बन्धी विभिन्न सिकाउने कुराहरू, सिकाउने कुराहरू पनि गर्नुभएको छ। सबै कुरा सुनिरहँदाखेरि जस्तो आज यहाँ विशेष मिडिया प्रभाव गठन गर्ने क्रममा यसरी हामीले हाम्रो ऋषि भाइज्यूद्वारा धेरै नै डिटेलमा र सचित्र उहाँले जसरी देखाउनु भयो। गङ्गाधर भाइले त अलौकिक तरिकाले विशेष यज्ञमा हामी यज्ञ समर्पितको लागि विशेष एकदम छोटो भए पनि गहिरो उहाँले बताउनु भयो र विजय पाण्डेजीले पनि। बाँकी त यिनै कुराहरूलाई अहिले सबै हाम्रो मिडिया विभाग गठन नभइरहँदा पनि पहिला पनि हामी जबदेखि बाबाको बन्यौँ, बाबाको घरमा आयौँ, हामी जाने अनजाने त सबैले मिडियाको यो सेवा हामीले गरिरहेको हो। जब यो मोबाइल हाम्रो हातमा नआउँदा पनि हैन, किनकि यो अहिलेको लेटेस्ट सोसियल मिडिया विभिन्न एपहरू सबै कुराहरू यहाँ सिकिरहँदाखेरि सबैलाई एउटा अहिले के आएको छ भन्दा जुन क्षेत्रमा जुन सिकाइ हामीलाई हुन्छ एकपछि हामीलाई बहुत उमङ्ग आउँछ। अहिले भर्खर गएर मैले सबै कुराहरू खोल्छु, सिक्छु, भर्खरै गर्छु हैन, त्यो प्रकारको आउँछ। अनि भोलि पर्सिबाट त्यसलाई निरन्तर दिएर यज्ञमा बढी दिदीहरूले निमित्त दिदीहरूले जिम्मेवारी दिएको छ। फेरि त्यसलाई गर्नमा जब दिन रात खटेर गर्नुपर्छ नि त्यति बेला हामीलाई पनि अलिकता अप्ठ्यारो महसुस हुन्छ। त्यति बेला भएन भने दिदीहरूले गाइडलाइन पनि दिनुपर्छ, कति कुराहरू गर्नुपर्छ, त्यहाँ कोही प्यारले कोही डाँटले विभिन्न कुराहरू प्राप्त हुन्छ। अनि फेरि जिम्मेवारीबाट हामी टाढा हुन्छौँ भने यो पनि फेरि सफल हुँदैन हैन। अब सिकाउने कुरा त धेरै भइसक्यो हुनाले म यी कुरालाई रिपिट गरिनँ। प्र्याक्टिकलमा हामी बाबा घरमा आइसकेपछि एक त लौकिकमै जब हामी शरीर लिएर जन्मने बित्तिकै हामी आफू स्वयंमै प्रत्येक व्यक्ति मिडिया हो। हामीले आत्मा शरीरमा प्रवेश गरेपछि हाम्रो मुखबाट जब बोल्न थाल्यौँ सुरुमा जब आवाजले एक प्रकारको एक अर्कालाई भाव व्यक्त गरेपछि मिडिया थियो भने त्यो आज एआईसम्म आइपुगेको हो। र यो कुराहरू नबुझ्दाखेरि कतिपय अब हाम्रो यज्ञमा पनि अघि हाम्रो विनिमयले होइन यो फेसबुक एउटा किल्लर हो भनिसकेपछि जस्तो त्यो फेसबुक बन्द गर्न मन लाग्यो। हामी मध्येमा पनि पहिला पनि मिटिङमा जब दिदीहरूको सानिध्यतामा कसको एउटा टिकटक चलाउँछ, कहिले फेसबुक चलाउँछ, बन्द गर्ने कति कुराहरू आउँथ्यो नि, धेरै कुराहरू आउँथ्यो। त्यति बेला पनि हामी सेन्टरमा रहेर जसले मिडियालाई पहिल्यै बुझेको थियौँ अनि त्यसलाई चलाउनमा धेरै सङ्घर्ष पनि गर्नु परेको थियो होइन। किनकि चलाइरहेको निन्दा भइरहेको पनि छ। फेरि कतिपयले झन् इन्ट्रेस्टले लुकेर पारदर्शी नभइकन दिदीहरूको पछाडि चलाइरहेको अवस्था पनि छ। तर हामी यज्ञमा जुन पनि हाम्रो हातमा अहिले जो मिडिया छ, सोसियल मिडिया जो मोबाइलको माध्यमले हामीले प्रयोग गर्छौँ, सबभन्दा पहिला ध्यान दिनुपर्ने कुरा हामी जुन सेन्टरमा छौँ, जहाँ छौँ, जुन क्षेत्रमा छौँ पारदर्शी चाहिँ हामी हुनुपर्छ। बाँकी त पोस्ट गरेको कुरा त पारदर्शी हुन्छ होइन, हामीले हेर्ने कुराहरू पारदर्शी हुँदैन। हामीले गोप्य रूपबाट म्यासेज गर्ने कुराहरू, वाट्सएप गर्ने कुराहरू, ग्रुपमा बाँड्ने आफ्नो मिल्ने साथी ग्रुपमा बाँड्ने कुराहरू पारदर्शी त्यति हुँदैन। भले यो चाह्यो भने त्यो सबै कुराहरू के हो, हाम्रो मुखबाट बाहिर गएको कुरा, हाम्रो हातबाट मोबाइल टाइप भएको कुरा फेरि लुकेर चाहिँ लुक्दैन। पत्ता लगाउन चाहिँ सकिन्छ, तर पनि हामी कता सिरकभित्र बसेर एउटासँग मैले गफ गरेँ म्यासेजमा भने त कसैलाई थाहा छैन भन्ने लाग्छ नि होइन। र त्यसमा यो कुरामा हामीले बहुत ध्यान दियौँ कि जब हामीले सोचेको कुरा पनि अहिले टिपेर यो वातावरणमा भएको कुरा टिप्ने जमाना आइसकेको छ होइन। अनि पहिला हामीलाई के लाग्थ्यो, जब हामीले टेप मसिनमा गीत बजाउँदा गर्दा खरर गर्दा भोलि त जुन नम्बरको गीत छ त्यो दबाई ट्याक्क गीत आउँछ अरे भनेर सुनेको आयो।
अनि बोल्दाखेरि त अनुहार हेरी हेरी बोल्न पाइन्छ अरे भनेको आयो होइन। त्यस्तै गर्दा अहिले हामीले सोचेर बसेको कुरा पनि यहाँ आउँछ भन्ने सुनिसकिएको छ भनेपछि सबभन्दा ठुलो मिडिया बाबाले हामीलाई दिनुभएको मिडिया सङ्कल्पको मिडिया छ होइन। यो मिडिया त छँदैछ, यो जमानाअनुसार हामीले सेवा गर्नु त छँदैछ, तर सबभन्दा पहिला यो मिडियालाई सफल गर्नको लागि पनि राजयोगले विश्व परिवर्तन भनेको चाहिँ के हो भन्दा हाम्रो शुभ सोच र शुभ सङ्कल्प, कसैको प्रति पनि घृणाको भावना नै, र कसैको प्रति पनि चाहे राम्रो नराम्रो ठुलो सानो यो ठाउँको त्यो ठाउँको कसैको प्रति पनि राम्रो नराम्रो भाव नआइकन स्वच्छ भावले हामीले सेयर गर्ने, जस्तो अघि बसन्तले भने जस्तै बाबाको प्योर सेवा हुने कुराहरूलाई भिडियो क्लिप बनाउने होइन, विभिन्न राम्रा प्रोग्रामलाई छोटो रूपमा त्यो गर्न हामी निस्वार्थ भावले जो कोहीको पनि सेयर गर्न सक्छौँ। तर कतिपय फेरि यो भित्रको बिके सेन्टरको प्रोग्राम बाहेक यस्तो बाहिर कतिपय कुराहरू हामीलाई राम्रो लाग्छ नि। कोही एउटा बाहिरको व्यक्तिले मासु खानुहुन्न यस्तो हुन्छ भने हामीलाई असाध्यै राम्रो लाग्यो होइन। तर बाहिरको पण्डितले सेयर गरेको छ, बाहिरको एउटा होइन बाछिकाले सेयर गरेको छ भने हामीले त्यो पोस्टलाई पनि आँचिममा गरेर सेयर गरिदिन्छौँ। कहिले कसो के हुन्छ भन्दा बाइचान्स त्यो पोस्ट गर्ने व्यक्तिले उसको पोस्टलाई बदली गरिदियो भने हाम्रो सेयरिङमा त भइरहेको हुन्छ नि त। पोस्ट त एउटा एडिट गर्न पनि सक्छ, आफ्नो पोस्टलाई एडिट गर्न पनि सक्छ, तर हाम्रो त सेयर गरेको त फेरि हामी हेर्न फर्केर जाँदैनौँ। यस्तो कतिको कुराहरू ध्यान दिनुपर्ने धेरै कुरा छ। आजको यो छोटो समयमा त यो मोबाइल चलाउनु यति ध्यान दिएर चलाउनु पर्ने हुनाले जो अलिकति एक्सपर्ट भएको जो दिदीबहिनी हुनुहुन्छ नि उहाँहरूसँग राम्रोसँग सिक्न त पर्छै पर्छ। जसरी दिदीबहिनीले मैले सबलाई सिकाउँछु भने जस्तै सिक्न पनि पर्छ कि हामीले लुकेर चलाउने कुरा चाहिँ होइन। हामी एकदम आफूसँग बसेको निमित्त दिदीसँग पारदर्शी भएर चाहिँ चलाउनै पर्छ र सेयर गर्नको लागि हामीलाई जानकारी पनि गराउनै पर्छ हो। कतिपय ठाउँमा अब सबै व्यक्तिको आफ्नो विचार अनुसारको यो घर नगर त्यो कुराहरू आफ्नो ठाउँमा छ, तर बाबाको प्योर सेवा गर्नलाई कसैले पनि मना गर्ने पनि हुँदैन र हाम्रो त्यसमा निस्वार्थ भएर हामीले सेयर गर्न सबै गर्न सक्छौँ। त सोसियल मिडिया भन्दा पनि मैले यहाँ सोसियल मिडियालाई सिकाउने धेरै हुनुहुन्छ, धेरै बहिनीहरू हुनुहुन्छ, तर हामीले सबै कुरा सोधेर गर्ने बित्तिकै हामी त्यसमा सतर्क भइहाल्छौँ। र हामी सेन्टरमा फेरि कहीँ एकजना बहिनी छौँ, कहीँ दुईजना बहिनी छौँ, कहीँ 10जना बहिनी छौँ। कतिपयलाई अलराउन्डर बन्नुपर्छ, झाडु पोछादेखि त सबै भने सबैले अहिले समाचारै बनाउन सक्दैनौँ होइन। सबैलाई त्यो जिम्मेवारी पनि प्राप्त भएको हुँदैन। त्यो निमित्त दिदीले जसलाई जिम्मेवारी दिनुहुन्छ त्यसले चाहिँ गाह्रो भए पनि सजिलो भए पनि त्यसलाई अति नै होइन राम्रोसँग खटेर गऱ्यो भने नजानेको अघि अमिषा मैले म पहिला 6 कक्षाबाट हात कामेको अब अहिले टेलिभिजनमा कार्यक्रम चलाउनु भनेपछि नसक्ने पनि बाबाले जिम्मेदारी दिएपछि सक्छ। त्यसको प्रति सबैको शुभ भावना भयो भने त्यो सकिन्छ। र कसैलाई इन्ट्रेस्ट छ भने आफ्नो विशेषता मैले भन्न खोजेको मिडियाको भाषामा मैले भनेन। जति पनि हामीले लुकेर गरेको सेयरिङ गरेको छ ठ्याक्क ऋषिबाजी त्यसैलाई भन्नुभयो संसारमा रेकर्ड छ। जसले यो सोसियल मिडियालाई सुरुमा इन्भेन्सन गर्यो, जसले यसलाई चलायो, जो कम्पनीहरू जो छ त्यसमा त सबै रेकर्ड हुन्छ, सबै रेकर्ड हुन्छ। त्यस कारण हामी कोही दिदीबहिनी त हो नि भनेर कहिले कसो होइन एउटा आन्तरिक एक कुराहरू हामी अलिकति ब्रह्मकुमारीको फर्मल ड्रेसमा नभइकन पनि या विभिन्न खाएको लाखो नाचेको विभिन्न कुराहरू हामी सेयरिङ गर्ने बानी आपसमा पनि हुन्छ नि। अलिकता कहीँ जस्तो लुज पोइन्ट पनि अहिले बाहिर पहिला हाम्रो बसन्ती बहिनी बाहिर भएर गरेको मात्रै पनि होइन, अहिले हामी मध्येमा पनि यहीँ पनि हामीले लुज पोइन्ट भन्ने व्यक्ति हामीभित्र पनि हुन्छौँ। हाम्रो पुरानो नेचर संस्कार हुन्छ। हामीले कहीँ पनि यस्ता लुज कुराहरूलाई आपसमा हमजिन्समा सेयर गर्नु हुँदैन। एक त किन कसैले देखेको छैन भनेर मजासँग त्यो सेवा भावले बाहिर पोस्ट गर्नेको लागि त कसैले मना गर्दैन। हाम्रो आदत त्यस्तो छ भने त मिडिया चलाउन मनाइ त पक्कै पनि हुन्छ कहीँ कहीँ होइन। यस्ता कुराहरू हुन्छ जुन रेकर्ड भएको र फ्ल्यास खोले कुनै बेला हुनसक्छ भनेर डक्टर ऋषिभाइले पनि भन्नुभयो। यसको पोइन्टहरू धेरै छन्। त्यस कारण हामी उमङ्गहरूसम्म आएर नजानेमा ठ्याक्क कहिले कसो अहिले राजनीतिक कुराहरूमा कसैले बारेनको सपोर्ट गर्ने कसैले भोटिको सपोर्ट गर्ने कुराहरू पनि हामी मध्येबाट कहिले कसो उमङ्गमा आएर फ्याक्ट सेयर गरिदिने दिदीबहिनी दाजुभाइले सेन्टरभित्रको पनि राजनीतिक कुराहरू सेयर गरिदिने अनि भत्ताएको कुराहरू तल एकदमै कमेन्ट गरिदिने। हामी त्यतातिर चाहिँ नजाउँ। हामी नितान्त बाबाको घरभित्र भएको प्योर कार्यक्रमहरूलाई त्यो सर्टकट बनाएर न्युज दिन मात्रै हामीले केही नभए बाबाको आज मुरलीभरिको एउटा पोइन्ट जो कि बाहिर बिकेलाई मात्र होइन नन बिकेलाई पनि आवश्यक सेवा हुने खालको छानेर विशेष गरी अव्यक्त मूल्यको तिनै पोइन्ट हुन्छ। त्यस्तो पोइन्टहरूलाई राम्रोसँग
खाना दिन सक्नेको लागि त रोज जस्तो बिहान दिउँसो साँझ भन्नुभएको थियो नि, विश्वले 4 टाइम होइन, तर हामीले 4 टाइम भ्याएनौँ भने जस्तो हामीले महिनामा एकचोटि गरे पनि हुन्छ, बरु हप्तामा एकचोटि गरे हुन्छ। दिनदिनै फेरि चलाएर बसेर सेन्टरको अरू सेवा हामीले त्यति केयर जिम्मेवारी पनि होइन, छोडेर गर्न त मिल्दैन। सब कुरा ब्यालेन्स राख्नको लागि चाहिँ हामी जुन ठाउँमा छौँ पक्कै पनि हामीले पाएको जिम्मेवारीलाई वहन गर्नलाई पनि सोच्नेछौँ। बाँकी त हामी सबै जन्मेदेखि मिडिया हाम्रो सङ्कल्प मिडिया हो, हाम्रो दृष्टि मिडिया हो, हाम्रो ग्रहण गरेर हामीले मुखमा जो बोली बल्छ त्यही नै मिडिया हो। त्यस कारण हामी सबभन्दा पहिला मोबाइल चलाउन जानेनौँ भने पनि होइन, हामीले सबभन्दा पहिला आफूलाई म शुभ सोच्छु, शुभ बोली बोल्छु, शुभ कुराहरू मात्रै सुन्छु, सङ्गत सही गर्छु। सबसे पहिला यो मिडियालाई मैले आफू मेरो मिडिया नभएर म मिडियालाई पहिला ठिक गर्छु भन्ने सङ्कल्प चाहिँ हामीले गर्नुपर्छ। अघि मेरो मिडिया भन्ने कुरा आयो मोबाइललाई, तर म मिडियाबाट ठिक हुनको लागि जसरी ब्रह्मा बाबालाई शिव बाबाले पहिला मिडिया बनाउनु भयो, अनि त्यसको थ्रु मम्मा हुँदै दादी दिदी हामी सबै यो मिडिया मेन त बाबा घरमा आउने बित्तिकै हामी मिडिया मेन हो। त्यस कारण सबसे पहिला म मिडिया, मैले इन्फर्मेसन जसरी बाहिरको पत्रकारले अहिले विभिन्न गलत कुराहरू उचालेर थेचार्ने गरेर विभिन्न पार्टीहरूको पक्ष लिएर गर्ने कुराहरूलाई अचम्म कसैको अब रिजाइन दिएकै छैन, रिजाइन दियो भनेर हल्ला चलाइदिन्छन् नि, त्यस्तो चाहे उनीहरूले गर्न सक्छन् भने होइन, हामीले पनि होइन अब कतिपय कुराहरूमा बाबाको कुरालाई मात्र हामीले सेयर गरेर त्यो बाहिरको पत्रकार जस्तो बाहिरी कुराहरूमा उचाल्ने थेचार्ने जस्तो नगरेर यो आन्तरिक रूपमा पनि मेरो मनमा मेरो स्थितिमा त्यो कुरामा जसरी बाबाले हामीलाई निमित्त बनाएर बाबा घरमा ल्याइसकेपछि मैले कस्तो कुरालाई उजागर गर्ने, कस्तो कुरालाई नर्मल बनाउने, कस्तो कुरालाई बढाइदिने, जुन कारणले मेरोद्वारा बाबाको सेवा गरेर म मिडिया सफल हुन सक्छु भन्ने कुरालाई चाहिँ सबभन्दा पहिला हामीले सङ्कल्प गर्नुपर्छ। त्यस कारण त्यो बाहिरको पत्रकारले पनि जसरी शुभ कुरा सङ्कलन गर, आध्यात्मिक कुरा गर भने हामीले अब आध्यात्मिक बनाउनको लागि सेवा गर्छौँ भने हामी पहिला त्यो प्योर आध्यात्मिक, जस्तो बाहिरको व्यक्तिले त एकदम कहिले पनि लडाइँ झगडा हुँदैन होला, कहिले अशुभ सोच्नु होला भनेर कति विश्वास छ नि हामीप्रति, ब्रह्मकुमारीप्रति। सबसे पहिला म त्यस्तो विश्वसनीय बनेको छु कि छैन भन्ने कुरा आज हामी सङ्कल्प गरेर म मिडिया मेरो माइन्ड, मेरो सोचाइ, मेरो बोली, मेरो दृष्टि र मैले ग्रहण गर्ने कुरालाई एकदमै सकारात्मक बाबाको मूल्यको आधारमा र निमित्तको आशाको आधारमा बनाएँ भने होइन, र त्यसमा चाहे प्यार गरौँ चाहे ठुकुरा हो, जसरी भए पनि जिम्मेवारी पाएको कुरालाई मैले एकदमै मनन गरेर सबसे पहिला श्रीमतलाई हाजिर गरेर गरेछु भने त्यहाँ सबैको दुवाले हाम्रो द्वारा अटोमेटिक हामीले मोबाइलमा पोस्ट गर्न नसके पनि हाम्रो द्वारा शुभ भाइब्रेसन त्यो प्रकम्पन कुरा त भयो। मिडियामा अघि ऋषि भाइजीले भन्दा पनि आएको थियो, हाम्रो पहिला त्यो भित्रको विचारको प्रकम्पन बाहिर फैलिँदै गएपछि अटोमेटिक हामी प्रत्येक बाबाको बच्चा मिडिया हो। त्यसले त्यस्तो मिडिया भनेर अहिले चुनिएको केही मिडिया मेनलाई पनि सपोर्ट गर्नको लागि, सोसियल मिडिया प्रयोग गर्नको लागि यसमा पनि हामी चुनेका हौँ। पनि कोही त अलिक पुख्त छौँ, बाँकी क्षेत्रवाइज गर्ने भनेपछि कोही त अलिक पुख्त नभए पनि हामी होइन रहेका पनि छौँ। आपसमा सकेकोले हामीले गर्न सक्छौँ र यो त मिडिया विभागले गर्नु भनेर फेरि अहिले होइन भन्ने होइन, फेरि हामी सक्छौँ, हाम्रो सेन्टरमा सुविधा छ, हामी फुर्सद छ भने हामी सबैले यो अघि भने जस्तै यो फोटो पोस्ट गरिहाल्ने, आएको समाचार पोस्ट गरे जस्तै प्रत्येक दिनका होइन प्रत्येक सेवाहरूलाई हामी जहाँ पुग्ने राम्रो लाग्यो पोस्ट गर्न सक्छौँ। बाँकी विभिन्न एपहरू त्यो धेरै कुरामा म गइनँ। बाँकी च्याट जिपिटीको चाहिँ कुरा आएको थियो, च्याट जिपिटीको चाहिँ अहिले युज त गर्नै हो, तर हामीले बाबाको आफ्नो विभिन्न सेन्टरको समाचार पोस्ट गर्ने बेलामा हाम्रो बाबाको भाषा छुट्टै अलौकिक हुन्छ। दुनियाँको भाषा त्यही पढेका व्यक्तिको पनि बाबाको बच्चा पुरानो बनेको बच्चाहरूको अलौकिक भाषा छुट्टै हुन्छ, पढेको व्यक्तिको भाषा चाहिँ छुट्टै हुन्छ नि। अनि त्यो च्याट जिपीको सेम टु कपी पेस्ट गरेर चाहिँ सेयर नगर्नु होला। तपाईँले च्याट जिपीलाई आधार लिनुहोस्, शिक्षा हेर्नुहोस्, पढ्नुहोस् होइन, तर त्यो टु कपी शब्द युज नगर्नु होला। किन बाबाको अलौकिक भाषालाई त्यहाँ फेरि त्यो भाषामा चेन्ज गरेर गर्नु भने बल्ल त्यहाँ त्यो प्रकम्पन भाइब्रेसन पनि राम्रो जान्छ। नहीं त हाम्रो क्रिएटिभिटी हाम्रो माइन्ड हराउँदै जान्छ। क्यालकुलेटर चलाउने 2 + 2 4 भन्न नजाने जस्तै च्याट जिपीटीको टु कपी पेस्ट कहिले पनि नगर्नु होला। कतिपय हाम्रो सेन्टरहरूमा च्याट जिपीटी पेस्ट कपी गरेर पोस्ट गरिएको थाहा पाइन्छ। त्यस कारण ठुलोभन्दा ठुलो हामी यति धेरै हामी एउटा क्रिएटिभ माइन्डवाला हामी मेडिटेसन गर्नेवाला बाबाका यत्र ह्यान्ड्सहरू अलिकति आफ्नो क्रिएटिभ माइन्डमा र समाचार लिन सिक्न लाग्दैछ भने त्यो पोस्ट गर्ने बेलामा नै
टाइप गर्दै लेख्दै त्यसलाई मेटाउँदै गर्दै गर्दै बल्ल पोस्ट गर्यो नि त उति बेला 1 सेकेन्डमा एकाग्र भएर बाबुलाई याद गर्नु पोस्ट गर्न राम्रो आउँछ कि च्याटजिपीटी 2 कपी गर्ने होइन त्यो हेर्न सकिन्छ। त्यसलाई हामीले विभिन्न अध्ययन सबैको गर्ने हो तर बाबाको अलौकिक तरिकाले गर्नलाई यो प्रयोग गर्न सिधा मिल्छ मिल्दैन भन्ने कुराहरू ध्यान दिनुपर्ने धेरै पोइन्ट कुराहरू धेरै छन्। त्यस कारणले यी कुराहरूमा हामीले सबै कुरा प्रयोग त गरौँ होइन, त्यही दुरुपयोग नगर्ने प्रयोग गर्ने हामी सबै जानेकै बच्चा हुनाले जसले जति जाने हम त्यसलाई इमान्दारीपूर्वक मात्रै प्रयोग गरौँ होइन, इमान्दारीपूर्वक मात्रै प्रयोग गरौँ र हामीले आफ्नो एउटा त्यसको आइडी भनेको एउटा संस्थागत होस् व्यक्तिगत होस् हामीले गई आफ्नो रियल हामी आफ्नो आइडी लुकाउनु किन डराउने र आफ्नो फोटो राख्ने किन डराउने, आफ्नो भगवानको फोटो किन डराउने, जो त्यसमा दिदीले के भन्नुहुन्छ भने सोच्नु भने हाम्रो बाबु सुन्दिँदैन पुगिसकेको हुन्छ। त्यस कारण हामी खुलै मजासँग बाबुको सेवा गर्न सक्छौँ तर हेर्ने मात्र होइन, अब हेर्ने पनि राम्रो कुरा हेर्ने र बताउने पनि पोस्ट गर्ने राम्रो कुरा गर्ने तर थोरै गरौँ नियमित गरौँ भन्ने कुराहरू चाहिँ हो। बाँकी चाहिँ हामीले हाम्रो उठ बस खानपान सोचाइ नै हाम्रो दिनदिनै हामीले गरेको अमृत बेलाको योग नै एउटा सर्वश्रेष्ठ मिडिया हो जसले सकाश दिएर विश्वलाई हामीले आह्वान गर्न सक्छौँ। बाबाको यो कुरालाई बिर्सिएर फेरि यो ज्ञान ध्यान सेवा सुनेर हामीले पुरै मिडिया नै गर्छु भन्नेतिर नलागेर विशेष होइन कोही कोही जिम्मेवार पार्टी बढी गर्न सक्छौँ। बाँकी त यी कुराहरूलाई यतिकै थाती राखेर अब जो आज यहाँ जो कोर कमिटी गठन भयो केन्द्रीय समिति त्यसमा त अब दिदीहरूले जो मलाई जिम्मेवार दिनुभयो म पनि त्यति पोख्तो त्यो क्षेत्रमा होइन। केही समय अब धार्मिक जो एफएममा 3-4 वर्ष चाहिँ धार्मिक कार्यक्रममा चाहिँ मलाई सेन्टर आएको छ चलाउनुको लागि त्यहाँ गएको। बाँकी त अब पहिले मिडियाको क्षेत्रमा कार्य गरेको होइन, इन्ट्रेस्टले नै लकडाउनपछि जबरजस्ती बाबाको सेवा अगाडि दिनको लागि इन्ट्रेस्टले त्यति बेला अनिसा बहिनीलाई चाहिँ जब यसरी बिलिमेले भने जस्तै सबै कुरा खोज गर त्यो भाषा नजानिकन पनि मैले भन्थेँ र अनि त्यो गरेर भिडियो डाउनलोड राख्न थालेको पनि बाहिर ट्रेनिङ लिएर होइन, त्यो भैरवामा सबै भित्र आफूले त खोजेर नै हामीले सबै अहिलेसम्म जति पनि भिडियोहरू पोस्टहरू गर्छ लाइभ चाहिँ हामीले दिएका छैनौँ किनकि अब आन्तरिक एक्टिभिटीमा कहिले कसो केही तलमाथि हुने कुरा मधुबनी पनि लाइभ दिनुमा चाहिँ मना गर्नुभएको चिठी पटक पटक हाम्रो मोहिनी दिदीसम्म अहिले अध्यक्ष हुँदा पनि र पहिला दार्जिलिङ पालादेखि लाइभ दिन चाहिँ मना गरेको हुनाले हामीले अब छाटेर किन उपयुक्त हुने कुरालाई मात्र पोस्ट गर्ने हो। लाइभ त मना भइसकेको छ, मुरलीको लागि पनि मना भएको छ। यदि मुरली पनि सम्झाएको मुरलीमा तलमाथि हुन्छ भनेर नसम्झाएको मुरलीलाई र भोलि कुनै पनि यस्ता कुराहरू कसरी नेगेटिभ गऱ्यो भने आफ्नै जिम्मेवारी हुने किसिमले राख्न सक्छ भन्ने कुरा मधुबनको मेन मिटिङमा पनि चलेको हो। लाइभको लागि चाहिँ एकदमै मना गरिएको छ मधुबनको मिटिङले पनि। फेरि पनि हाम्रो यहाँ जस्तो अब इन्डियामा जस्तो नभए नेपालमा त्यस्तो डिस्कस गरिरहेको छैन, राम्रो राम्रो मुभीहरूको पनि भ्यू भइरहेको र सबैले मन पराएको नै अवस्था छ। नेपालमा त्यस्तो छैन।